आज चाहिँ चटपटे चाउचाउ बनाएर खानेछु। ओके सो इट्स मी युनेस। राजेश बिहान बिहान मुख धुँदा धुँदा साथी पनि भेट्न आइदिइरहेको थियो है। सर के छ भनेर ल बस्दै गर भनेर म चाहिँ दोकान गएर है खाजा लिएर ठ्याक्क फर्किँदा त केटा त अगाडि नै आगो फुक्दै रहेछ। ओहो ल ठिक छ भन्दै त्यसपछि हाई गर भनेको यहाँ। अनि म लाग्दिएँ टमाटर बारीमा खोज्न र अलि टमाटर खोजेर है मैले चाहिँ भेजिटेबलहरू कट गर्न थालेँ र मलाई चाहिँ यो चाहिँ लास्टै फनी लागिरहेको थियो है। अनि तेल तातेपछि त्यो सबै भेजिटेबलहरू हालेर यसो आज कुकिङको जिम्मा चाहिँ सन्तोषको हातमा थियो र खासै मिठो बनाउँछ जस्तो चाहिँ लागेको थिएन। उसले चाहिँ 10 महिनामा एकचोटि खाना बनाउने तर लास्टमा चाहिँ अति मिठो भएको चाउचाउ र मसलाहरू हालिसकेपछि चाहिँ म स्प्राइट लिनुभएको थिएँ। अनि आउँदा त हल्दी हाल्ने कुरो पो गर्छ सन्तोषले। हल्दी पनि हाल्नुपर्छ? हल्दी पर्दैन। अनि यो दुईवटा अन्डाको चाहिँ यो पोच कि पोर्च के भन्छ है मलाई चाहिँ नाम खासै थाहा भएन तर हुनु चाहिँ मलाई दामी लाग्छ है। त्यसपछि हाम्रो खाजा पनि रेडी भयो। अनि सन्तोषले चाहिँ हाफ दो न भन्दै थियो। अनि मैले चाहिँ खाएर भनौँ अन्त कस्तो भयो भने खाएर मिठो छ गर्दै थियो। त्यसपछि हामी दुई भाइ मिलेर खायौँ है। सो भिडियो यहीँसम्म हो। आई होप हजुरहरूलाई मन पऱ्यो र फेरि अर्को भिडियोमा भेट्छौँ। ओके बाई।